हेलो एभ्रिवान, नमस्ते। म चाहिँ सबिना तपाईहरुको सामु आज पनि एउटा सानो किचनको भिडियो लिएर आइसकेको छु। आशा छ तपाईहरु सबैजनाले मेरो यो भिडियोलाई माया गरिदिनु हुनेछ। आज चाहिँ सुरुमा मैले आगो बालेर आगोमा खाना पकाउँदै छु। आगोमा पकाएको खानाको स्वाद चाहिँ मलाई छुट्टै लाग्छ। अनि तपाईहरुलाई चाहिँ कस्तो लाग्छ? मैले चाहिँ पहिला भाँडालाई आगोमा तताएर थोरै 1 चम्चा घिउ राखेर अनि त्यसपछि चामल राखिदिएको छु। तपाईहरुले चाहिँ कसरी खाना बनाउनुहुन्छ? मैले चाहिँ यसरी नै बनाउने गर्छु। आगोमा खाना पकाउन चाहिँ मलाई एकदमै धेरै रहर पनि लाग्छ। अनि हाम्रो चाहिँ घरमा भित्र चुला यस्तो आगो बाल्ने चुला छैन, त्यही भएर हामी चाहिँ बाहिर फलामको चुलामा आगो बाल्ने गर्छौं। यसरी बाहिरको भ्यू हेर्दै खाना पकाउन चाहिँ मलाई आनन्द लाग्छ। अनि मैले चाहिँ यता आगोमा खाना बसाली राखेर फेरि भित्र ग्यासमा सब्जी बनाउन लागेको। आजको मेरो सब्जी चाहिँ रहेको छ आलु र तामा। आलु र तामा काटेर चाहिँ मैले रेडी गराइसकेको थिएँ। त्यसपछि मैले कराई बसालेर तेल राखेँ अनि थोरै मेथी फुराएर काटेर राखेको प्याज पनि एड गरिदिएँ। अनि मैले थोरै बेसार राखेर आलु र तामालाई कराईमा खनाएर बिस्तारै पकाउन थालेँ। त्यसपछि मैले चाहिँ 4-5 मिनेटसम्म चाहिँ आलु र तामालाई मज्जाले भुट्छु, रातो रातो हुने गरी। यता सब्जी भुट्दा भुट्दै मेरो उता खाना चाहिँ पाकिसकेको थियो, हेर्न सक्नुहुन्छ तपाईहरुले। यो तरकारी चाहिँ रातो रातो भइसकेको छ। अब चाहिँ मैले यसमा थोरै काटेर राखेको टमाटर एड गरिदिन्छु अनि नुन पनि राखिदिन्छु, किनभने टमाटरसँगै नुन राख्यो भने चाहिँ टमाटर छिटै गल्नलाई मद्दत गर्छ। टमाटर राखिदिएपछि चाहिँ मैले एकछिन चलाएर त्यसलाई ढाकिदिन्छु, किनभने टमाटर पाक्नको लागि चाहिँ एकछिन टाइम लाग्ने हुन्छ। टमाटर अलिअलि गल्न थालिसकेपछि चाहिँ मैले मसला एड गरिदिन्छु। मसलामा चाहिँ मैले जिरा, धनिया, खोर्सानी, लसुन आफ्नै हातले पिसेको, सिलौटामा पिसेको मसला। मलाई चाहिँ बाहिरको मसला भन्दा पनि जिरा, धनिया आफैले पिसेको मसलाको स्वाद नै एकदमै मिठो लाग्छ, त्यही भएर म चाहिँ सधैँ यसरी नै पकाउँछु। मैले मसला पनि एड गरिदिएँ अनि बिस्तारै चलाउँदै पकाउँदै छु। मसला राम्रोसँग पाकिसकेपछि चाहिँ मैले पानी पनि एड गरिदिन्छु, किनभने मैले आज दाल पकाएको छुइनँ, त्यही भएर आलु तामाको नै झोल खाने निर्णय गरेको छु। यता सब्जी पाक्दा पाक्दै चाहिँ मैले उता आगोमा टमाटर पोलिदिएँ अनि सँगसँगै मैले माथि तितेकरेला पनि भुट्दै थिएँ। त्यो चाहिँ तपाईहरुलाई पुरा भिडियो देखाउन सकिनँ, किनभने म अलि हतारमा थिएँ। मलाई चाहिँ यसरी आगोमा पोलेर बनाएको टमाटरको चटनी एकदमै मिठो लाग्छ, त्यही भएर बनाउन पनि जाँगर चल्छ। आजको मेरो यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। अनि यदि कोही नयाँ साथीले मेरो यो भिडियो हेर्दै हुनुहुन्छ भने मलाई फलो गर्न पनि नबिर्सिनु होला। धन्यवाद, बाइ बाइ, शुभ दिन।